हेलो एभ्रिवान, वेलकम टु माई मिनी ब्लग। सबै आरामै हुनुहुन्छ होला। आज हामी श्रीमान श्रीमती दुवैजना जाँदैछौँ मार्केट। घरको सामानको लागि पनि आफ्नो सामानको लागि पनि हामी फटाफट गयौँ किनकि ट्राफिक थिएन बिहानको समयमा। सो फेरि पनि घाम एकदमै चर्केको छ है। सो हामी फटाफट मार्केट गयौँ एन्ड देन यहाँबाट मैले लिएँ लोयर टी सर्ट एन्ड मेरो श्रीमान लिनुभयो आफ्नो लागि टी सर्ट। हामी बच्चाको लागि हामी गयौँ स्टोरमा अनि फटाफट नाइट सुट लियौँ दुवैजना बच्चाको लागि। एन्ड देन हामी गयौँ भाडाको पसलमा। यहाँ हामीले लिनु थियो एकदमै धेरै प्लेटहरू अनि गिलास कप्स एकदमै धेरै लिनु थियो अनि भाडा पनि लियौँ हामीले पानी राख्नको लागि। एन्ड देन हामी यहाँ सबै सामानहरू लिइसकेपछि हामी घरमा जाँदै थियौँ फर्किँदै थियौँ। हामीलाई बाटोमा मिल्यो नर्सरी किनकि मैले धेरै दिनबाट सोचिराखेको थिएँ गमला लिनको लागि फुल लिनको लागि। एन्ड आज चाहिँ फाइनली त्यो दिन आयो अनि फटाफट मैले फुलहरू चुज गरेँ गमला चुज गरेँ ह्याङ्गिङ गमला। सो हजुर देख्न सक्नुहुन्छ अनि यहाँको भैयालाई नै मैले फुल गमलामा राखिदिनको लागि भने उहाँले चाहिँ फटाफट लगाइदिनु भयो अनि फुल सबै गाडीमा राखेर अब हामी घर जाँदैछौँ। 1 बजिसकेको छ एकदमै गर्मी छ बाहिर। सो हजुर देख्न सक्नुहुन्छ यहाँदेखि मेट्रो गइरहेको छ माथिदेखि। आज चाहिँ रोड एकदमै खुल्ला थियो ट्राफिक थिएन अनि एकदमै गर्मी भएको कारणले गर्दाखेरि हामीले लियौँ अनारको जुस। सो अब चाहिँ हामी घर जाँदैछौँ। यहीँ